हर्क साम्पाङले खोलेको नयाँ श्रम सांस्कृतिक पार्टीमा पुण्य गौतम पनि यही दशैँकै माझमा जोइन हुने कुरो छ र हर्क साम्पाङले लेख्नुहुन्छ, युवा अभियन्ता पुण्य गौतमज्यूलाई श्रम सांस्कृतिक पार्टीमा स्वागत गर्न चाहन्छु। यो किन लेख्नुभयो भन्नुहुन्छ भने एउटा न्युजले चाहिँ हालेको थियो कि पार्टी विस्तारमा धरान उ नपाका मेयर हर्क साम्पाङ निकै अगाडि बढ्नुभएको छ। उहाँले एमाले पूर्व नेता श्री पुण्य गौतमज्यूलाई पार्टीमा प्रवेश गराउने भव्य तयारी थाल्नु भएको छ भनेर न्युज आएपछि उहाँ हर्क साम्पाङज्यूले चाहिँ यो स्ट्याटस लेख्नुभएको। त्यही न्युजलाई हर्क साम्पाङले सेयर गर्नुभएको थियो र वरिष्ठ पत्रकार भोजराज थापाले भन्नुभएको छ हर्क साम्पाङले सेयर गरेको देखेर हजुरले नै सेयर गरेपछि यो खबर सत्य नै होला, तर खोइ के भन्नु बोलिन भन्दै चाहिँ भोजराज थापाले नै यस्तो प्रतिक्रिया दिनुभएको छ। र पुण्य गौतम भनेको अत्यन्तै डबल पिएचडी पढेको मान्छे र एमाले परित्याग गरेर यो पार्टीमा आउँदाखेरि पार्टीमा प्रवक्ता अथवा महामन्त्रीको पद दिँदाखेरि उहाँले जति बेला जस्ता शब्द नि घुमाइ चाहिँ भन्न सक्ने राजनीतिक एकदम निख्रेको डबल पिएचडी मान्छे हो। उहाँले सक्नुहुन्छ भन्ने लाग्छ मलाई चाहिँ।